अब आज म यो तपाईँहरूलाई अचम्म लाग्छ होला पर्क र म पम्किन बनाउँछु पर्क एन्ड पम्किन बनाउँछु हो या अब एकछिन बादमा चाहिँ बफ मिट हो मुनिको बफ अन्ध्रबुढी भन्छ हामीले नेपालीमा यसलाई बनाउने हो कर्ची मर्ची भुट्ने अब पकाउने यो चाहिँ खसीको मुनि चाहिँ खसीको कर्ची मर्ची हो माथि बफ मिट हो यो पर्क मिटको आज म पर्क मिटलाई चाहिँ के गर्दैछु भने यो 5 पुरानो हाले यसरी पड्काइले अन्त पड्काएर चाहिँ के गर्नुपर्छ भने चाहिँ एकछिन यसलाई चाहिँ पर्कमा केही बनाइदिएर चुल्हाको पक्ने उठिरहेको यो त छोराले बुझेर खाइदिन्छ हामी ल्याउँछौँ फर्कहरू यो त ग्यान्डो गएको 4 केजी 5 केजी पर्क ल्याउँछौँ त्यो चाहिँ अलिकति उफ्रेको थियो यो चाहिँ आज यसले पम्किन हालेर बनाउँदैछु मान्छे सरप्राइज हुन्छ होला यो खसीको कर्ची मर्ची अनि बफ मिट बनाउँदै कर्ची मर्ची बनाउन आँटेको त्यता हेर्दा एकछिन आइ भन्दैन होइन आज म यो पर्क फ्राई गरिदिएको आज बनाउँछु नि त्यही त बनाउनु त निकालेको सिमी पकाइसक्यो फेरि अब म अर्को पकाइसकेपछि तपाईँहरूसँग जोड्छु ल बाई।